बस्नु भए मसँग भगवान्ले सबले एक नासको बनाउँदैन होइन, सबले एक नासको बनाइदिएको भए त के नि हुन्थ्यो होइन, तर बनाउनु हुँदैन। नबनाए पनि छोरो मान्छे भइसकेपछि दुःखदेखि हार्ने, जिन्दगीदेखि हार्ने, त्यस्तो सङ्घर्ष गरी गरी आफूलाई अगाडि लड्नुपर्छ, हिँड्नुपर्छ, जित्नुपर्छ होइन। जिन्दगीमा हौसला चाहिन्छ, त्यही भएर हेर्नु है, हौसला पनि गर्छ तपाईँलाई हेर्नु। उहाँ दाइले बस्नुभएको मसँग सुन्न सक्नुहुन्न। उहाँ एउटा कीर्तिपुरमा केएफसी चिकनको चिफ हुनुहुन्छ, चिफ खाना पकाउने सब कुरा हेर्ने मेन हुन्छ, होटलको म्यानेजर हुनुहुन्छ उहाँ चाहिँ। त्यस्तो दुःख गरी गरी म्यानेजर पोस्टमा पुग्नु भएको, उहाँले कस्तो खुसी भएर अहिले आफ्नो पसल हिँडिराख्नु भएको। त्यही भएर छोरो मान्छे भइसकेपछि कहिले रुनु हुँदैन, कहिले हार्नु हुँदैन। जिन्दगी भने यस्तै हो, कहिले दुःख, कहिले सुख, कहिले खुसी। समयअनुसार हामीले बाँच्न सक्नु पऱ्यो, हिँड्न सक्नु पऱ्यो, खान पनि सक्नु पऱ्यो, लाउन पनि हिँड्नु पऱ्यो। मान्छे भइसकेपछि एउटा एकअर्काको सहयोग पनि गर्न सक्नु पऱ्यो। मलाई आज कस्तो खुसी लाग्यो, मैले काम गर्दाखेरि उहाँ जस्तो दाइ भेटेँ, उहाँले कस्तो खुसी हुनु भएको थियो, भनिराख्नु भएको थियो कि अब उहाँले बोल्न नसके पनि, सुन्न नसके पनि मैले भनेको ठाउँमा उहाँले पुर्याइदिइरहेको छु होइन। त्यही भएर अब सधैँ राम्रो काम गर्दै जाऊँ, एक दिन अवश्य फल मिल्छ, नमिल्ने हुँदैन। त्यो आत्तिएर हुनु हुँदैन, कहिले नराम्रो आफूलाई दिक्क लागेको छ, कहिले नराम्रो सोच्नु हुँदैन। त्यो दाइलाई आज हेरौँ, यो भिडियोमा 500 जति भ्युज गयो भने हेर्नु है, त्यो दाइलाई म 10% डिस्काउन्ट दिन्छु। भ्युज गए पनि नगए पनि छुटेको कुरा छ, तर म आफ्नो कर्तव्यमा आफ्नो सहयोग कहिले पनि छोड्दैन। किनभने उहाँ जस्तो मान्छे बारम्बार भेटिराख्नु हुँदैन, एकचोटि भेटिन्छ लाइफमा, जिन्दगी मौका दिने, त्यो मौका हामीले गुमाइराख्नु पर्दैन। त्यही भएर राम्रोसँग यो दाइलाई म 10% डिस्काउन्ट दिन्छु। त्यो दाइसँग ह्यान्डसेक पनि गर्छु हेर्नु है, कस्तो खुसी हुनु भइराख्नु भएको यो दाइ, उहाँको लुक्समा पुर्याइदिइसक्यो। ओके भाइ, तपाईँले मलाई 160 मात्र दिनु। ओके।